मसँग मेरो दिन कसरी बित्यो अनि मेरो छोराको बर्थडे कस्तो भयो त त्यो हेरौँ है त। हाई गाइज, म चाहिँ खुसी। यो चाहिँ हिजोको भिडियो तुलसी रोप्ने दिनको आज अपलोड गर्दैछु। बिहानै उठेर पूजा गरेँ, चिया खाएँ अनि रेडी हुन्छु म अनुको बर्थडेमा जानको लागि। जाने बित्तिकै माया गरेर ह्यापी बर्थडे भनेर विश गरेँ मैले। अनि अनुले चाहिँ मलाई थ्याङ्क यू खुसी आन्टी भनेर रिप्लाई गर्दै थियो। घर पुगेर एकछिन रेस्ट गरेपछि त अनि हाम्रो काम स्टार्ट हुन्छ डेकोरेसन गर्ने। मेरो पनि भिडियो बनाइदिनु त भन्दै नक्कल पार्दैछिन् टोनु चाहिँ। हेर्नु न यसरी सरप्राइज पाउँदा त कति खुसी भएको हो के अनु। यो साइकल चाहिँ अनलाई दिदीले पठाइदिनु भएको थियो बर्थडेमा सरप्राइज हुन्छ भनेर। यता चाहिँ फेरि काम सुरु भयो है हाम्रो पुरी बनाउने। म चाहिँ दिदीसँग बोल्दै पुरी बनाउँदै थिएँ। सरी है, मैले बेल्दै थिएँ, मुस्कानले पुरी बनाउँदै थिएँ। एकादशी भएर सबै कुरा भेज नै बनाएको थियौँ हामीले। ल यता यो केक हेर्नुहोस् है, CR7 को फ्यानहरूले। ल अब धेरै नबोलिकन बर्थडे सेलिब्रेसन गरौँ है। टिका लगाउने, केक खाने अनि गिफ्ट दिने कार्यक्रम सुरु भयो है यता चाहिँ। अब लास्टमा ननाचिकन त के रमाइलो। मस्तले नाचेर खिरपुरी खाइसकेर अनि गयौँ हामी बच्चादेखिको साथीको नानीलाई भेट्नको लागि। अस्तिसम्म हामी सँगै खेलेको जस्तो लाग्छ, अहिले उसको नानी भइसक्यो। टाइम कति छिटो जाने। अनि हेर्नु न त्यहाँ यति राम्रो क्युट डग रहेछ, यो कुन ब्रिड हो कमेन्ट गरिदिनु है। हस् त आजलाई यति नै, फेरि अर्को भिडियोमा भेट्नेछु। बाई।